त माथि खोइ कहाँ मान्छे है ल ओ छिटो भाग आज स्याप्रुबेचीबाट तिर्सिल नदी बाढी आएको माथि माथि भाग माथि र ओ भाग धेरै नै ठुलो आएको छ अचानक विपत्ति आयो धेरै नै ठुलो आएको छ ओ भाग ओ छिटो भाग यो ड्याम पनि फुट्छ ल हेर्नु है ल हेर्नु साथी सबैजना हेर्नु यो 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 अहिले विद्युतको तल सिमजोर हो यो पुरै सोलरमाथि नहरमाथि पानी छिरिसक्यो यतिसम्म भइसक्यो है तपाईँ खोलाको आसपास बस्ने मान्छे छ नाङघाट मेरो हिसाबमा नाङघाट डुब्छ ल नाङघाट डुब्छ पुरै यो हाइवे त केही रहँदैन हाइवे रहँदैन त्यो मेलम्ची भन्थ्यो यो मेलम्चीको बाउ हो यो यो यत्रो बाढी आएको छ यहाँ तर सिमजोर पुगिसक्यो हेर्नु कि तलको सोलर हेर्नु सोलर सबै गइसक्यो ल हेर्नुहोस् सोलर सबै नहरमाथिमा गइसक्यो यो बस पार्क मुनि यो बस पार्क वाटर टावर होटल पनि देखाइन्छ यहाँबाट वाटर टावर होटलको मुनि पानी हेर्नुहोस् वाटर टावर होटलमा माथि पानी आधी भइसक्यो यो हिसाबले कहाँ जान्छ ल हेर्नु विद्युत त अब विद्युत पनि हामी यहाँ के भाग्ने नभाग्नेमा छौँ हामी यहाँ खोला बगर हुन्छ भाग्नु होला है ल हस् ल हेर्नुहोस् ल हेर्नुहोस् ल यत्रो खोला अझ पनि घट्ने कुनै नाम निशान लेखाएन खोलाले घट्ने झन् बढिरहेको छ घटना बढिरहेको छ यहाँ पुलिसहरू यहाँ बस्न पनि देखाएन विद्युतको माथि बस्न देखाएन ल है ल बटर केही छैन रे आमा काको के होला यो हेर्नु त यहाँ आइपुग्यो बजारहरू र पावर हाउसहरू सब बगाइसकेको अवस्था छ र यो घरमाथि चाहिँ हेर्दै दिन सक्नुहुन्छ मान्छे उधारको लागि प्रतीक्षामा हुनुहुन्छ उता पनि निस्किने ठाउँ छैन एउटा घरको बिचमा खोलाको सबै वरिपरिबाट खोलाले बाढीले घेरेको छ र सक्नुहुन्छ भने सक्दोभन्दा सक्दो उधारको लागि आउनु हुन अनुरोध गर्दछु यस्तो अवस्था छ
ओ माई गड यार एकदमै ठुलो ठुलो बाढी आएको छ खाल्डे पहिरो बेसी यो त्रिशुली बेत्रावती सबै बगाउने अवस्था छ साथीहरू यो टाढो टाढो जो नजिक हुनुहुन्छ सबै भाग्नु होला कृपया यो ठुलो बाढी अहिले यो ड्याम 3A को ड्याम चाहिँ नि पड्केर यो चाहिँ नि यो बाढी ठुलो बाढी आएको छ अहिलेसम्मको भीषण बाढी त्रिशुली खोलाको सबैभन्दा भीषण बाढी आजसम्मको इतिहासकै सबैभन्दा भीषण बाढी आएको छ कृपया सबैजना भागिदिनु होला एकदमै दुःख लाग्दो घटना भएको छ ल यो एकदमै ठुलो बाढी आएको छ यो बेत्रावती त्रिशुली यो वरपर रहेको यो सबै बासिन्दाहरू जो हुनुहुन्छ सबै भागिदिनु होला पूर्व जानकारी सबैले यो भिडियो सेयर गरिदिनु होला कृपया यो अर्जेन्ट छ एकदमै अर्जेन्ट छ यो अर्जेन्टको लागि चाहिँ यो इन्फर्मेसन सबैले सेयर गरिदिनु होला भर्खरै सुरु भएको छ यो बाढी माथि चाहिँ तपाईँको त्रिशुली ड्याम 3A को चाहिँ ड्याम फुटेर यो बाढी चाहिँ सबै यो त्रिशुली खोला यो खाल्डे यो बेत्रावती यो त्रिशुली यो सबै जोखिम अवस्थामा रहेको छ यो वरपर रहेको सबै घर चाहिँ बगाउने अवस्थामा छ सबैजना चाहिँ भागिदिनु होला त्यहाँबाट चाहिँ सबै टाढो रहनु होला ल कृपया यो मेसेज यो इन्फर्मेसन सबैले सेयर गरिदिनु होला छिटोभन्दा छिटो यो लाइभलाई सेयर गरिदिनु होला कृपया यो त्रिशुली वरपर रहने यो देवीघाट यो जति पनि छ जहाँ कल्पुटार यो अब तल आउँदैछ यो छिटोभन्दा छिटो यहाँको मान्छेहरू सबैजना भागेर टाढो बस्दिनु भाइ आज विशाल बाढी आएको छ है सतर्क रहनु होला सावधान रहनु जरुरी छ रसुवाबाट हुँदै वर्षाया हिमताल फुट्नेको हुन सक्छ भाग्नु होला कृपया यो ठुलो बाढी अहिले यो ड्याम 3A को ड्याम